Fresh homemade smiley with fresh beetroot juice. Enjoy. आज के बनाउन लागेको थाहा छ तिमीहरुलाई? थाहा छ स्माइली फेस मन पर्छ हैन? आज आफै बनाउने है त. हुन्छ. अब यो पहिला बोइल गरेको आलुलाई यसरी छराएर हैन राख्ने. ल अब आलुलाई म्याश गर्ने है. खै यसले छिटो गर्नु म हातले. अनि प्रेस गरेर आलुलाई नचसङ्क्यो कि लाटा न जिउ लाटा सन्च होला हातले नै मजाले हुने है. भिडियो खिच्दा खिच्दै बत्ती गयो के गर्ने अब. ल यसमा अब के हाल्ने हेर. कर्नफ्लोर है क्रन्चीको लागि 2 चम्चा अनि नुन चाहिँ छ नि स्वाद अनुसार है. के हाल्नु पर्दैन त्यति मात्र. अब यसलाई चाहिँ मजाले मिक्स गर्ने है. यो रोटी पकाउनलाई छ नि पिठो मुसिया जस्तो यसरी घरमा बनाएर खाने चाहिँ फ्रेस ताजा होममेड. अब स्माइली बनाउनलाई हैन हातमा तेल भ्याक अलिकति लिने है. तिमीहरू पनि यो तेल भ्याक अलिकति यसरी लिने. फर्स्टमा यसरी डल्लो पार्ने है. अब चपस्टिकले हैन आँखा बनाउने यसरी गोल. स्माइली यसले गर्दा पनि हुन्छ है यसरी हैन. यसले नै अब तिमीहरूलाई सजिलोको लागि यसरी स्माइल गरेर यसरी चम्चम गर्दा हुन्छ. कसरी खानेको हो है. यसरी है स्माइल गरेर सबै बनाउनु है त फास्ट फास्ट. स्माइली फेस चाहिँ डुब्ने गरी तेल हाल्ने. बिस्तारै तातेपछि हाल्ने है. बिस्तारै हाल है पोल्दा. बिस्तारै नडराइकन तेल उछिटेर नआओस् है बिस्तारै. हो स्माइली बनाउनलाई आफू पनि अलिक स्माइल गरेर गर्नुपर्छ. स्माइली चाहिँ अलिक डुब्ने गरी तेल हाल्नुपर्छ है. ल यहाँ 2टा अट्छ हाल. अझै यहाँ एउटा अट्छ है. ल यहाँ हाल त एउटा छोरी. अलिक ब्राउन नहुन्जेल है यसरी फ्राई गरेर राख्ने है. ल अब पल्टा पनि भयो. ल हल्का ब्राउन भयो है. बिस्तारै त्यो नबिग्रिने गरी गर्नुपर्छ. हतार गर्नु हुँदैन है. बिस्तारै गर्नु बिग्रिन्छ. चिम्टाले गर न छोरी. तिमीले गर न. त्यसले चाहिँ फ्रेस होममेड स्माइली यसरी गर्नु. त्यस्तो ब्राउन भयो कि पाक्छ. अब यो तेल झारेर निकाल्नु है. निकाल्ला है. तेल छैन त. किन भने कस्तो नमत ल रेडी भयो होममेड स्माइली. ल रेडी टु इट. Cheers.
केचपमा चोप्दै मजाले खाऊ है। Crunchy, the best. Homemade is the best. Costa crunchy. अब हामी बनाउन आयो, अब हामी आफै बनाएर टिफिनमा नि लग्छौँ। ल ल म चाहिँ यो टिमुरको स्पाइसी ससमा चोपेको घरमा बनाएर खाने नि मिठो ताजा फ्रेस अब तपाईँहरू पनि यसरी बनाएर बच्चाहरूलाई खुवाउनु भयो। बिटरुट जुस पनि फ्रेस